यहाँसँग कोनिचिवा नमस्ते। आज चाहिँ हामी लेसन 26 है मिनानो निहोंगोको शोक्योको सेकेन्ड सिरिज अशोक्यो नि भनौँ है N4 को स्टार्टिङको लेसन 26 को ग्रामरको बारेमा अलिकति बुझ्न गइरहेको छौँ भने लेसन 26 मै धेरैजना कन्फ्युज हुने ग्रामर प्याटर्न आउँछ नदेश अथवा नान्देश है। अब यो कन्फ्युजन दुईवटा तरिकामा छ है। एउटा चाहिँ मान्छेहरू फुत्सुकेमा कन्फ्युजन हुन्छन् भने अर्को कन्फ्युजन हुने भनेको कस्तो अवस्थामा चाहिँ युज गर्ने भन्ने कुरामा धेरै कन्फ्युजन हुन्छ है त। फर्स्ट कुरा चाहिँ यदि हजुरहरूलाई फुत्सुके नै राम्ररी आउँदैन भने लेसन 26 मै प्रब्लम हुन्छ है तपाईलाई है। त्यही भएर फुत्सुके राम्ररी पढ्नु होला। मिनानो निहोंगोको सिरिज 1 और N5 को तपाईको लेसन 16 देखि 20 लेसनसम्ममा फुत्सुकेहरू छ है। त्यो लेसनहरू मजाले राम्ररी पढ्नु होला है। र यदि हजुरहरूलाई फुत्सुके ओके ठिक छ, अब यसको ग्रामर एक्सप्लेनेसन के हो, युज केस कस्तो हो, कस्तो कस्तो बेलामा प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ थाहा छैन भने त्यो विषयमा चाहिँ आज हामी यो भिडियोमा सेचमे गर्नेछौँ, व्याख्या गर्नेछौँ है त। सबैभन्दा स्टार्टिङ है यो देश भन्ने ग्रामर छ। यो चाहिँ डेली लाइफमा युज हुने कुराहरू हो। एकदमै धेरै युज हुन्छ है, क्याजुअली युज हुने साथीहरूमा या आफूभन्दा ठुलो मान्छे सानो मान्छेहरूमा पनि युज गर्छौँ भने यसको चाहिँ तपाईको नर्मल्ली युज केसहरू यसरी छुट्याउन सकिन्छ कि एउटा पोइन्ट अनुसार छुट्याउँ है त। नम्बर 1 मा छ हामीले यो चाहिँ कन्फर्मेसन गर्दाखेरि या गेस गर्दाखेरि युज गर्छौँ है, क्वेसनमा है त। क्वेसनमा हामीले तपाईँ यो गर्न लागेको हो या तपाईँ जापानिज भाषा अध्ययन गर्दै हुनुहुन्छ हो भनेर सोद्धाखेरि युज गर्न पाएँ है त। अभियसली अब यसको सेचुजोको कनेक्सन भनेको सबैको हाम्रो फुत्सुके वर्ब एडजेक्टिभ नाउन सबैको फुत्सुके प्लस नदेश हुन्छ। तर है तर ना एडजेक्टिभ र नाउनको चाहिँ यदि प्रेजेन्टको पोजिटिभमा हामीले युज गर्छौँ भने चाहिँ यसमा हामीले देशलाई हटाएर नान्देशको प्रयोग गर्छौँ है त। बेनरिदा नान्देश या यासमी नान्देश भनेर युज गर्छौँ है। यसको कनेक्सन भइहाल्यो है। युज केसमा मैले भने है स्टार्टिङमा आयो तपाईँको हामीले कन्फर्मेसन गर्दाखेरि या फिर गेस गर्दाखेरि क्वेसनमा युज गर्छौँ। थातो हेबा फर एक्जाम्पल है त, मिरा-सान वा ओसाके हो नमानाइन देसु का, मिरा-सान चाहिँ रक्सी पिउनु हुँदैन हो भनेर मैले गेस गरिरहेको छु है। गेस गर्ने बेलामा या तपाईको कन्फर्मेसन गर्ने बेलामा युज गर्न सक्यौँ है, यो एउटा। अर्को छ तपाईको यो चाहिँ हामीले कुनै पनि कुराको कज या रिजन कारण खोज्नको लागि क्वेसन गर्छौँ नि, किन नआउनु भएको, किन ढिला भएको, दोष